हेलो गाइस, गुड इभिनिङ। म तपाईँलाई आज एउटा सानो मेसेज दिन गइरहेको छु। म चाहिँ हालैमा रिसेन्टली एउटा नयाँ युट्युब च्यानल खोल्न गइरहेको छु, जसको नाम पनि अलमोस्ट रेडी भइसकेको छ। र यो चाहिँ म अहिले चाहिँ मेरो फिलहाल मेरो एकदम बेस्ट प्लेस, मेरो गाउँको एउटा बेस्ट प्लेस हो यो। इभिनिङ यो सनसेट पनि देख्छ यहाँबाट होइन, यहाँबाट टाइगर हिल, टिस्टा भ्याली, गेल, रङ्गली टी गार्डन र मेरो गाउँ चेग्रा खासमहलको राम्रो भ्यू देख्छ। अनि म चाहिँ तपाईँले त्यही भन्न चाहन्छु कि मेरो यो नयाँ युट्युब च्यानल तपाईँले मन पराइदिनुहुन्छ भनेर आशा राख्दछु है। अनि म तपाईँलाई केही दिनमा आउनेछ मेरो यो ब्लगिङ। यो चाहिँ रहने चाहिँ एकदम सिम्पल डे टु डे ब्लग है। हाम्रो यहाँ गाउँमा, घरमा, मेरो जग्गा वरिपरि म जहाँ कहीँ पनि जान्छु त्यसको म अपडेटहरू तपाईँलाई देखाउने छु। होप तपाईँले मेरो ब्लग इन्जोय गर्नुहुन्छ होला है। र गाइस, अहिले धेरै नै पुरै रात्रि सेवा भइसकेको छ यहाँनिर है, राति। मलाई चाहिँ यहाँ जग्गामा बस्नु चाहिँ पुरा साह्रै मनपर्छ, साह्रै मनपर्छ है। अन्त मेरो भाषा अब कस्तो भइरहेको छ है, म शुद्ध नेपाली बोल्न कोसिस गर्छु। अनि है, अनि यस इङ्ग्लिसमा पनि बोल्न सक्छु, तर बेटर चाहिँ अब हाम्रो आफ्नै गोर्खाली भाषामा बोलेको राम्रो होला, सबैले बोल्छन्। अन्त मेरो यो युट्युब च्यानल तपाईँले मन पराउनुहुन्छ भने म आशा राखेको छु। अनि यस्तै रमाइलो कति पनि मेरो गाउँ घरमा हुन्छ नि ह्यापनिङ्स होइन, जे पनि अब जस्तो जे चिज पनि तपाईँले यो ब्याकग्राउन्ड जुन आवाज सुन्नुहुँदैछ नि, यो चाहिँ यस्तो छ कि अहिले चाहिँ मतलब अब यहाँको टोटल क्लाइमेट चेन्ज छ हाम्रो गाउँको। पहिला यहाँनिर एकदम सुन्तला हुन्थ्यो, टिस्टा भ्यालीबाट अपोजिटमा तपाईँ टक्कै अरेन्ज गार्डन अरेन्जै देख्थ्यो पहिला। अब अहिले त्यस्तो छैन, अहिले सुन्तलाको एउटा नामो निशान चाहिँ इट्स लाइक अ हिस्ट्री नाउ। अन्त यो जग्गामा कहिले पनि हामीले मजुर भएको जिन्दगीमा देखेको थिएन, जू बाइक। तर अहिले यो जग्गामा मजुर आउँछ, मजुरले चाहिँ यो डल्ले खुर्सानी त्यहाँपछि यो कतिवटा चिजहरू खाँदो रहेछ डल्ले यो मजुरले। अन्त चेन्जिङ। अनि यहाँ अहिले एभोकाडो हुन्छ हाम्रो यो गाउँमा, एभोकाडोहरू हुन्छ। अन्त एभोकाडो पहिला हुँदैन, अरेन्ज हुन्थ्यो, अरेन्ज छैन, अरेन्ज त टोटल्ली भ्यानिस्ड है। हामीले पनि किनेर खानुपर्छ। तर एउटा समय थियो त्यति बेला पहिला, जुन बेला चाहिँ हामी चाहिँ अब त्यो सुन्तलाको रूपमा होइन, अरेन्ज मान्डेरियन अरेन्ज भन्दो रहेछ अहिले बुझ्दाखेरि चाहिँ। अनि त्यो सुन्तलाको बोटमा खानु पनि त्यहीँ, पिङ खेल्नु पनि त्यहीँ, एभ्रिथिङ पोटी सरारात हुन्छ नि बचपनमा, हामी त्यहाँ गर्थ्यौँ। तर पनि केही छैन अब स्टिल होइन, अब यहाँनिर अरू त्यो सुन्तला नभए पनि अरू कुरो भइरहेको छ है। अन्त हाम्रो जग्गा चाहिँ त्यो थियो, चेग्रा चाहिँ पहिला चाहिँ स्नोन, चेग्रा, सोरेङ, अब यो सबै रेन्ज होइन। यो रेन्ज चाहिँ टक्क अरेन्ज भ्याली भन्दा पनि हुन्थ्यो तपाईँले, अरेन्ज रेन्ज। अब यहाँ त यस्तो हुन्थ्यो, अब त्यति बेला चाहिँ अब गाडीको ट्रान्सपोर्टेसनहरू पनि थिएन। अब सुन्तला चाहिँ टिपेर बोकेर अब हाम्रो चाहिँ टिस्टा चाहिँ मेन अब हाइवे, त्यहाँनिर गोडाउनहरू, मालिकहरू, सरदारहरू, उनीहरूले यहाँबाट यही बाटो तेर्सो जान्छ, यही बाटो तेर्सो जान्छ। पुरै अब सिजनमा चाहिँ अब बाहिरबाट लेबर आउँथ्यो, बोकेर लान्थ्यो। अन्त होल त्यति बेला चाहिँ गाउँै सुन्तलाबारी नै गनाउँथ्यो। अनि त्यो पनि टाइम थियो होइन। ओके, आइम गोना सेयर यु मेनी स्टोरिज विथ यु गाइस। तपाईँहरूसँग धेरै स्टोरी भन्नेछु म है। सो किप अन वाचिङ माई च्यानल है। च्यानलको नाम चाहिँ अहिले मैले गरेको छुइनँ, आइएम स्टिल प्लानिङ है, रिसर्च गर्दैछु। अन्त यसमा चाहिँ एउटा सिम्पल नाम है, सिम्पल 2 शब्द 3 शब्द हार्डली राख्नेछु। अनि तपाईँले कमेन्ट्स गर्नु होला है, मेरो ब्लग के कस्तो हुन्छ है। हुन्छ, थ्याङ्क यू भेरी मच एन्ड गुड इभिनिङ।